एफसीले आज बलियो बुलिस क्यान्डल बनाएर सर्ट टर्म मोमेन्टम फर्काउने सङ्केत दिएको छ। तर अब वास्तविक परीक्षा 2680 देखि 2690 रेजिस्टेन्स जोनमाथि टिक्न सक्छ कि सक्दैन भन्ने हुनेछ। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई आनन्द इन्साइट्समा। आज साउन 1 गते शुक्रबार म नेप्सी इन्डेक्सको डेली एनालाइसिस लिएर आएको छु। सधैँझै आजको विश्लेषण पनि सुरु गरौँ मार्केट स्ट्रक्चरबाट। नेप्सी आज 2677.54 बिन्दुमा बन्द भएको छ। केही दिनदेखिको पुलब्याक पछि बजारले इएमए 9 र इएमए 21 माथि क्लोज गर्न सफल भएको छ, जबकि इएमए 48 नजिकै रेजिस्टेन्स सामना गरिरहेको छ। यसले सर्ट टर्म रिकभरी सुरु भएको सङ्केत दिन्छ, तर मिडियम टर्म ट्रेन्ड पूर्ण रूपमा बुलिस भन्न अझै चाँडो हुनेछ। इन्डेक्सले इएमए 9 र इएमए 21 माथि रिक्लेम गरेको छ। इएमए 48 माथि रहेकोले यो तत्काल रेजिस्टेन्सको रूपमा काम गरिरहेको छ। इएमए 48 माथि डिसिसिभली ब्रेकआउट आएमा ट्रेन्ड रिभर्सलको सम्भावना अझ बलियो हुनेछ। आरएसआई 55.31 मा रहेको छ। आरएसआई फेरि 50 माथि पुगेको छ, जसले बुलिस मोमेन्टम सुधार भइरहेको देखाउँछ। ओभरबोट जोनभन्दा अझै टाढा भएकाले अपसाइडको केही ठाउँ बाँकी रहेको देखिन्छ। म्याकडीमा बुलिस क्रसओभर देखिएको छ। हिस्टोग्राम पोजिटिभ क्षेत्रमा प्रवेश गर्न थालेको छ, जसले बाइङ मोमेन्टम बढिरहेको सङ्केत दिन्छ। यदि यो मोमेन्टम कायम रह्यो भने आगामी सेसन्समा थप स्ट्रेन्थ देखिन सक्छ। आजको भोल्युम हालको केही दिनको तुलनामा सुधारिएको देखिन्छ, जसले ब्रेकआउट प्रयासलाई केही समर्थन दिएको छ। ओबिबी अझै लङ टर्म डाउन ट्रेन्डमा भए पनि पछिल्ला दिनहरूमा रिकभरीको सङ्केत देखिन थालेको छ। सस्टेन बाइङ आएमा ओबिबी पनि सुधारिन सक्छ। हामी अब की लेभल्सको कुरा गरौँ। सुरु गरौँ सपोर्ट लेभलबाट। 2660 पहिलो सपोर्ट रहेको छ भने 2639 दोस्रो र 2619 तेस्रो सपोर्ट देखिएको छ। रेजिस्टेन्स लेभलको कुरा गर्नु पर्दाखेरि 2680 देखि 2690 पहिलो रेजिस्टेन्स देखिएको छ भने 2720 दोस्रो र 2760 तेस्रो रेजिस्टेन्स देखिएको छ। प्रोबेबल सिनेरियोजको पनि कुरा गरौँ। यदि नेप्से 2680 देखि 2690 माथि बलियो भोल्युम सहित टिक्न सफल भयो भने 2720 तर्फको मुभ सम्भव देखिन्छ। त्यसपछि 2760 सम्म रिकभरी पनि खुल्न सक्छ। बेरी सिनेरियोको पनि कुरा गरौँ। यदि 2680 माथि टिक्न नसकी पुनः 2639 तल झर्यो भने आजको र्याली केवल रिलिफ बाउन्स बन्न सक्छ। त्यसपछि 2619 सपोर्ट पुनः परीक्षण हुने सम्भावना रहन्छ। कन्क्लुजनमा भन्नुपर्दा आजको सेसन्सले सर्ट टर्म सेन्टिमेन्टमा उल्लेखनीय सुधार ल्याएको छ। आरएसआई र म्याकडी दुवैले मोमेन्टम रिकभरी देखाइरहेका छन् भने इएमए 9 र इएमए 21 माथि क्लोज हुनु सकारात्मक पक्ष हो। तर इएमए 48 नजिकको रेजिस्टेन्स अझै निर्णायक अवरोध भएकाले 2680 देखि 2690 जोन माथिको एक्सेप्टेन्स नै आगामी ट्रेन्डको दिशा निर्धारण गर्ने मुख्य सङ्केत हुनेछ। कुनै पनि स्टकको प्राविधिक विश्लेषण चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोला। म तपाईँहरूको मेसेन्जरमा विश्लेषण पठाउनेछु। यस्तै क्लियर इन्डिकेटर बेस्ड नेप्सी एनालिसिस पाउनका लागि आनन्द इन्साइट्ससँग जोडिनुहोस्, लाइक गर्नुहोस् अनि पेज च्यानललाई फलो सब्सक्राइब गर्नुहोस्। सानो डिस्क्लेमर, यो विश्लेषण शैक्षिक उद्देश्यका लागि मात्र हो। लगानी निर्णय गर्नु अघि आफ्नै अध्ययन र जोखिम व्यवस्थापन अवश्य गर्नुहोस्। म हुँ आनन्द भट्टराई, आनन्द इन्साइट्सबाट। भेटौँला अर्को भिडियोमा। तबसम्म ट्रेड सेफ, इन्भेस्ट स्मार्ट। धन्यवाद।